सबै सिनो हालेर हिँड्न सकिँदैन। एमालेबाट फुटेर विभाजित भएर बनेको अर्को पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्यो। हामी सुप्रिने हो भने गरौँ न त अन्तिम अधिवेशन गरौँ। विशेष अदालतले 35 लाख धरोटीमा उहाँलाई यतिखेर रिहा गरेको अवस्था छ। यही बीचमा त्यही पार्टीका प्रभावशाली एकजना नेता रामकुमार झाँक्रीले दिनुभएको अभिव्यक्ति चर्चामा छ। उहाँले के भन्नुभयो भने सिनो बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौँ। अध्यक्ष कमरेडलाई एउटा मुद्दा भ्रष्टाचारको मुद्दा दायर गरेर फेरि अर्को एउटा षड्यन्त्र गरिएको छ। कुलिङ पिरियड राख्नुपर्छ भन्ने पक्षमा छु म चाहिँ, किनभने सचिव छ त्यहाँबाट चाहिँ अवकाश पायो अनि तुरुन्तै कुनै संवैधानिक निकायमा नियुक्त भइहाल्यो। अब तुरुन्तै नहुने मात्रै त फरक हो नि, 2 वर्षपछि हुन्छ भन्ने भएन। होइन, 2 वर्षपछि भनेको त धेरै विकल्प व्यक्तिहरूमा विकल्प आयो के, छान्न पायो सरकारले। त्यसो भए यसरी भन्न सकियो जस्तो चाहिँ तत्कालीन प्रधानमन्त्री अथवा सत्ताधारीहरूले कुनै सचिव मुख्य सचिवलाई कुनै काम गरिदिए बापत त्यो अवकाश प्राप्त भएको भोलिपल्टै म यहाँ नियुक्ति गर्छु भन्न पाएन, किनभने त्यो बेलासम्म त्यो सरकार रहन्छ रहँदैन त्यो नेतृत्व। सचिवलाई तपाईँ हामीलाई सहयोग गर्नुहोस्, तपाईँ सचिवबाट नियुक्ति के अरे अवकाश पाउने बित्तिकै तपाईँलाई फलाना देशको राष्ट्र के अरे राजदूत हो अथवा लोकसेवा आयोगमा अध्यक्ष अथवा के अरे निर्वाचन आयोगमा अथवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्यो खतरा थियो। कुलिङ पिरियड राख्यो भने त्यो खतरा टर्छ कमसेकम, किनभने 2 वर्षसम्म त्यो सरकार निरन्तरता त्यो सरकारले निरन्तर नपाउने सम्भावना। त्यसले गर्दा के हुनुभयो भने सचिवले चाहिँ सरकारको दबाब त नटेर्ने भयो नि। 2 वर्षपछि के हुन्छ म आउँछु कि आउँदिनँ, म अहिले किन चाहिँ अनियमित काम गर्ने भनेर सचिवले चाहिँ अडान लिन सक्ने भयो। अब असार 15 भित्र चाहिँ शिक्षा ऐन जुन विद्यालय शिक्षा विधेयक पास गर्ने सम्झौता थियो सरकार र आन्दोलनरत शिक्षकहरूका बीचमा, त्यो त पुरा हुने देखिएन। अब शिक्षकहरू फेरि आन्दोलित हुने सम्भावना हुनसक्छ। के सरकारले जुन सहमति गरेको थियो त्यो पुरा नहुनुमा अहिलेको जुन संसद अवरुद्धतालाई कारण देखाएर उन्मुक्ति पाउन सक्छ सरकार? सक्दैन। आदरणीय दर्शकवृन्द नमस्कार। आज समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी गर्नका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ विश्लेषक, राजनीतिज्ञ, त्यस्तै गरेर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल। उहाँ प्राध्यापक समेत हुनुहुन्छ। उहाँका विचारहरू एकदमै तथ्यपूर्ण हुन्छ, त्यसकारण हामी समय समयमा उहाँसँग अन्तर्वार्ता गर्दै आएका छौँ। हार्दिक स्वागत छ। नमस्कार यहाँलाई। धन्यवाद। अर्ली महाधिवेशन गरौँ यो भनाइप्रति विभिन्न कोणबाट चर्चा विश्लेषण भइरहँदा यहाँको चाहिँ धारणा के छ? यो म ठ्याक्कै त्यही व्यक्तिको नाम त लिन सक्दिनँ। हुनसक्छ केपी शर्मा ओली अथवा त्यहाँ प्रचण्ड अथवा चाहिँ शेरबहादुर देउवा को हुनुहुन्छ त्यसरी बोल्ने। उहाँले के भन्नुभएको थियो भने यहाँ चाहिँ 46 सालदेखि अथवा 63 सालदेखि सबैको चाहिँ सम्पत्ति छानबिन गर्ने हो भने यहाँ एकजना व्यक्ति पनि बाँकी रहँदैन भनेपछि सिनो। अनि मैले भन्न खोजेको सबै सिनो हुन् के। म त भन्छु रामकुमारी झाँक्री आफै सिनो हुन्। कसरी? अनि उनले चाहिँ मन्त्री पदबाट हटाउँदाखेरि चाहिँ रोएको होइन? अनि रुन पाइयो नि, रुन पाइयो। अन्यायमा रोएको, अन्यायमा पारेर कसैलाई विभेद गरेर आफ्नो चाहिँ पद प्रतिष्ठा गुम्ने अवस्था आउँदाखेरि जो पनि जस्तो। अनि भोलि छानबिन भयो भने रामकुमारी झाँक्री चाहिँ एकदम दुधले नुहाएको अवस्थामा हुनुहुन्छ के? रामकुमारी झाँक्री चाहिँ एकदम त्यो हरिणको कहाँ एकदम पर्फ्युम बास्ना हुन्छ अरे नि त नाभिमा, होइन? त्यसो भए रामकुमारी झाँक्री चाहिँ बास्नादार हुनुहुन्न भन्ने यहाँको सङ्केत हो। म चाहिँ के भन्छु भने नि, उहाँले चाहिँ माधव नेपाललाई सिनो बोकेर चाहिँ हामी हिँड्दैनौँ, उहाँ सिनो भइसक्नुभयो भनेर भन्नुभयो नि। त्यो भनेको त के भने उहाँ चाहिँ त्यो पतञ्जली प्रकरणमा पर्नुभयो माधव कुमार नेपाल, त्यस सन्दर्भमा न उहाँले चाहिँ सिनो हुनुभयो। उहाँ अदालतले चाहिँ विशेष अदालतले उहाँलाई चाहिँ अब धरोटीमा छोड्यो, अख्तियारले उहाँलाई चाहिँ आरोपित गर्यो, त्यस कारणले उहाँ सिनो हुनुभयो भनेको। त्यसरी सिनो बन्ने क्रममा त हामीले चाहिँ 1 देखि लिएर मलाई लाग्छ 1000सम्म गन्दाखेरि पनि सिनोहरू एकपछि अर्को आइरहन्छन्। त्यस अर्थमा त उहाँको पार्टीमा मात्रै नभएर अन्य पार्टीमा पनि त्यस्तो छ भने उहाँले भनेको अभिव्यक्ति अन्य पार्टीमा पनि लागू गरेर बास्नादार मान्छेहरूलाई अगाडि बढाउँदाखेरि कतै देश विकास हुन्थ्यो कि भन्ने कोणबाट होइन। हाम्रो विडम्बना चाहिँ रामकुमारी झाँक्रीले भने जस्तै मान्छेहरू सिनो भएका छन्, तर के भने तँ सिनो होस् भन्दा नि मतिर पनि हेर्नुहोस् है, तँ सिनो होस् भनेर औँला ठडाउँदाखेरि चाहिँ बाँकी 3टा औँलाले तँ पनि सिनो होस् भनेको चाहिँ त्यो पक्षतिर पनि रामकुमारी झाँक्रीको ध्यान जानुपर्छ। होइन, तपाईँले जुन आशंका र जुन एक खालको आरोप पनि भोलि रामकुमारी झाँक्रीले तपाईँलाई चाहिँ
सम्पर्क गर्नुहोला, म निश्चल चाहिँ भ्रष्टाचार रहित मानिस हौँ, मेरो कार्यकाल हेर्नुहोला भनेर चाहिँ चुनौती दिनु भने तपाईँको जवाब के हुन्छ? जवाब त म उहाँले मलाई जवाब के अरे प्रश्न गर्नुभयो भने म जवाब दिन तयार छु। मेरो जवाब के भने मैले उहाँलाई तपाईँ पनि भ्रष्टाचारी यति यति गर्नुभयो भनेर मैले अङ्क र आँकडा दिएको छैन। तर के भने नेपाली राजनीतिको प्रवृत्ति यो प्रवृत्तिमा कोही पनि अछुतो छैन। होइन त्यसो त माधव कुमार नेपाल पनि भ्रष्टाचारी हो भन्ने खालको कुरा त प्रमाणित भएको छैन नि त। उहाँलाई त आरोप मात्रै छ। उहाँले त भन्नुभएको छ नडराउनु, मलाई सक्नका लागि खास गरी केपी शर्मा ओलीले यो राजनीतिक प्रतिशोध साधेको भन्ने खालको कुरा छ नि त। तपाईँलाई म एउटा घटना सुनाउन चाहन्छु, तपाईँले पनि देख्नुभएको छ। तत्कालीन गृहमन्त्री रवि लामिछाने, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, हजुर, अथवा चाहिँ प्रचण्ड पनि हुन सक्नुहुन्छ है। म चाहिँ त्यसमा त्यो सिनमा म अलिकति कन्फ्युज भएँ। अनि एकापट्टि आइजिपी, अनि आइजिपीलाई चाहिँ के भन्न लगाइयो भने उहाँमाथि कुनै उजुरी परेको छैन रवि लामिछानेमाथि। प्रधानमन्त्रीले भन्नु उहाँ क्लिन हुनुहुन्छ, तर पछि त रवि लामिछानेमाथि कारवाही भयो त। त्यस कारणले क्लिन भन्नेहरू पनि आफूलाई क्लिन दाबी गर्नेहरू पनि भोलि चाहिँ एकदम रसानमा परेका देखिन सक्छन्। त्यो सम्भावना जुनसुकै व्यक्तिमा छ, किनभने नेपालको राजनीतिमा त्यो किसिमको चाहिँ दुधले नुहाएर हिँडेका व्यक्तिहरू चाहिँ छैनन् र त्यो सूचीमा रामकुमारी झाँक्री पनि पर्नुहुन्न। अब रामकुमारी झाँक्रीले जुन आह्वान गर्नुभयो, अर्ली महाधिवेशनको उहाँले परिकल्पना गर्नुभयो, हलबाट चाहिँ अब नेतृत्व छानौँ भन्नुभयो, होइन भने यो पार्टी धेरै चाँडो चाहिँ विघटन हुन सक्छ भनेर चुनौती दिनुभयो। के त्यस्तो हुन सक्छ? सक्छ। त्यसो भए नेकपा एकीकृत समाजवादीमा उत्तम विकल्प यतिखेर के हुन सक्छ? तपाईँ त किनभने नेपाली राजनीतिलाई राम्रोसँग नजिकबाट निहाल्नु भएको छ, के सुझाव छ तपाईँलाई नेकपा एकीकृत समाजवादी? अर्ली महाधिवेशन। त्यसो भए तपाईँ रामकुमारी झाँक्रीसँग सहमत हुनुहुन्छ? त्यसमा म सहमत छु। तर हजुर, माधव कुमार नेपालले के भन्नुभएको छ भने म पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्दैन, किनभने म माथि त आरोप लगाइएको यो झुटा हो भन्दै हुनुहुन्छ। यो झुटा हो कि सत्य हो साबित नभइकन उहाँले किन चाहिँ अर्ली महाधिवेशन जाने, किन नेतृत्व चेन्ज गर्ने भन्ने प्रश्न पनि त उठ्छ नि। अनि उहाँको त सांसद पद पनि रहेन। होइन, मुद्दा लागेपछि सांसद पद त निलम्बित भइहाल्छ नि, होइन? त्यस कारणले त्यस्तो अवस्थामा रामकुमारी झाँक्रीले अर्ली महाधिवेशन गर्नुपर्छ भन्नु चाहिँ नाजायज होइन। तर रामकुमारी झाँक्रीको अभिव्यक्तिले त आफ्ना नेता चाहिँ आरोपित मात्रै होइन प्रमाणितै हुने खालको अभिव्यक्ति आयो। हिजो माधव कुमार नेपालमा जुन एउटा चाहिँ छवि थियो उहाँको, उभिएर भाषण गर्दाखेरि उहाँप्रतिको जुन आकर्षण थियो, आज त्यो आकर्षण छैन। त्यसले चाहिँ माधव कुमार नेपाललाई लिएर नेकपा समाजवादी जनता समक्ष जाँदाखेरि चाहिँ भ्रष्टाचारी नेताको नेतृत्वमा आएको पार्टीलाई हामीले किन साथ दिने भन्ने कुरा आयो भने त्यो जवाफ त नेकपा समाजवादीका नेताहरूसँग छैन। त्यसले गर्दाखेरि आफूलाई समाजमा उभ्याउनुको निमित्त पनि अर्ली महाधिवेशन गरेर जानुपर्छ, नेतृत्व फेर्नुपर्छ भन्ने कुरालाई चाहिँ म अन्यथा ठान्दिनँ कि। अब विभिन्न भ्रष्टाचारका कुरा गर्दै गर्दाखेरि केही समय अगाडि टेरामक्स घोटालामा आरोपित मोहन बहादुर बस्नेत पनि यतिखेर 25 लाख धरौटीमा रिहाई भएको अवस्थामा भिजिट भिसा प्रकरणको कुराहरू छ। छानबिन समिति बन्यो, पूर्व मुख्य सचिव शङ्करदास बैरागीको नेतृत्वमा बनेको छानबिन समितिका प्रति पनि प्रश्नहरू उठे। यो चाहिँ आफ्ना आफन्तहरूलाई जोगाउनका लागि, खास गरी अहिले जो आरोपित छन् उसैलाई जोगाउनका लागि बनाइयो भनेर प्रतिपक्षका खास गरी दुईटा पार्टीले आरोप लगाएका छन्। बरु चाहिँ तिनै जो आरोपी हुन् सहसचिव तीर्थराज भट्टराई उनकै नेतृत्वमा बनाएको भए भइहाल्थ्यो नि सम्मको कुराहरू खास गरी रासोपाका नेताहरूले उठाए। तपाईँलाई के लाग्छ अहिले बनेको यो उच्च स्तरीय अध्ययन छानबिन समितिले सत्य तथ्य बाहिर ल्याउला नल्याउला र जसरी प्रतिपक्षले प्रश्न उठाए त्यसमा सत्यता छ कि छैन? उनीहरूले त न्यायिक छानबिन समिति बनाउनुपर्छ भनेका थिए, तपाईँ के भन्नुहुन्छ? हेर्नुहोस्, छानबिन समिति बनिसकेपछि यसले चाहिँ काम गर्ला नगर्ला भनेर हामीले अहिले चाहिँ भन्नु यसको चाहिँ खास आधार म देख्दिनँ के। यो चाहिँ उनीहरूको कार्यक्षेत्रमाथि हाम्रो हस्तक्षेप मात्रै हो। तर म के भन्छु भने हेर्नुहोस् है, मोहन बस्नेत चाहिँ धरोटीमा रिहा हुनुभयो नि, अथवा माधव कुमार नेपालले धरोटीमा रिहा हुनुभयो नि। अब म त जोड्छु तपाईँलाई रवि लामिछानेसँग। हो, उहाँ चाहिँ किन रिहा हुनु भएन? रवि लामिछानेलाई चाहिँ पक्राउ गरिसकेपछि उहाँलाई पनि धरोटीमा किन छाडिएन? हो, त्यसो भए
के उहाँले मात्रै नेपाल धरोटीमा छुट्ने उहाँ मात्रै भागेर जाने सम्भावना हुन्थ्यो होइन भने कानुनले त प्रमाण नष्ट गर्ने अवस्था बाहेक भागेर जाने अवस्था बाहेक थुनामा राख्नुपर्छ भन्दैन भनिन्छ भन्दैन त्यसकारणले रवि लामिछानेमाथि अन्याय भएको कुरा चाहिँ यी घटनाक्रमले पनि पुष्टि गरेको छ है त्यसो त नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि भन्नुभयो अब थप अरू अन्याय हुन हामी दिँदैनौँ म लागिरहेको छु यतिखेर उहाँका लागि एकैछिन यतिखेर फेरि हामीले कुरा गर्दै गर्दाखेरि केही दिन अगाडिबाट रवि लामिछानेको पार्टी कार्यालयमा पूर्व प्रधानमन्त्री समेत बनिसकेका बाबुराम भट्टराई समेत सहभागी भएर चाहिँ एकदम हस्ताक्षर अभियान सुरु गरेको छ रवि लामिछानेमाथि अन्याय भयो उहाँको पनि माधव कुमार नेपाल मोहन बहादुर बस्नेत लगायत जो जसरी चाहिँ धरोटीमा छुटे त्यसरी नै छुट्नुपर्छ भन्ने अभियानमा हस्ताक्षर सङ्कलन भइरहेको अवस्था पनि छ हस्ताक्षर अभियान चाहिँ न्यायालयलाई प्रभाव पार्ने हिसाबले भएको हो भने त्यो सर्वथा गलत हो हेर्नुहोस् होइन अब यहाँ चाहिँ कसैलाई कारबाही गरियो अनि त्यसलाई छुटाउनुको निमित्त चाहिँ हस्ताक्षर अभियान सुरु गरिहाल्ने अब भोलि अर्को पार्टीमा सुरु हुन्छ त्यो पर्सि अर्कोमा हुन्छ होइन त्यस कारणले हाम्रो नेता चाहिँ अन्यायमा पारिएको छ उहाँलाई भनेर राष्ट्रपतिलाई चाहिँ दिनको निमित्त हस्ताक्षर अभियान सङ्कलन गरिएको भए राष्ट्रपतिले पुनर्विचार गर्नु अथवा के चाहिँ उहाँको न्यायिक क्षेत्रमा के अधिकार छ त्यसरी जान सकिन्छ अनि तपाईँ स्वयंले अन्यायमा परेको छ रवि लामिछाने भन्दै गर्दा यसलाई त्यसो भए हामीले एक हिसाबले स्वाभाविक रूपमा मान्न पनि सक्यौँ होइन उहाँ चाहिँ अन्यायमा परेको कुरा त पछिल्लो प्रकरणमा एकपछि अर्को मान्छेहरू चाहिँ त्यही दिन अदालतमा उपस्थित हुने हो त्यही दिन छलफल हुने बहस हुने त्यही दिन धरोटीमा चाहिँ धरोटी तोक्ने त्यही दिन धरोटीको पैसा लिएर आउने अनि तुरन्त बेलुका चाहिँ छुटेर घर जाने अब आजै मात्र गृहमन्त्री रमेश लेखक समेत सहभागी भएको एक कार्यक्रममा नेकपा माओवादीका अर्का एकजना प्रभावशाली नेताले चाहिँ प्रश्न उठाउनु भयो जीवी राईलाई चाहिँ खै त पक्रेको भनेर यो जीवी राईलाई पक्रिने विषयमा चाहिँ विगत लामो समयदेखि चर्चा भइरह्यो पक्का परेको अवस्था छैन कतिपयले शङ्का गर्छन् होइन जीवी राईलाई त पक्राउने गर्दैनन् कतिपयले त अरू पनि शङ्का गरे अहिले हामीले त्यो नभनौँ जीवी राई यहाँ छैनन् जस्ता कुराहरू पनि गरे कतिपयले मलेसियामा चाहिँ शानदारसँग चाहिँ त्यहाँको एउटा विशेष भिसा प्राप्त गरेर बसेका छन् पनि भनियो मलेसियाको नीति चाहिँ के छ अरे भने त्यस्तो ठुलो लगानी गरेर प्राप्त हुने त्यो विशेष भिसा धारी व्यक्तिलाई चाहिँ विशेष संरक्षण हुन्छ भन्ने खालको चर्चाहरू पनि भयो यो के हो यो भित्र के हुँदैछ यो जीवी राई सहकारी यसको पनि अलिकति थोरै छोटो मिठो चर्चा गरौँ अनि हामी अन्त पनि गरौँ होइन मेरो चाहिँ दृष्टिकोणमा जीवी राईलाई पक्रिन चाहेको भए रवि लामिछानेले त्यति बेलै पक्रिन्थे पक्रिने आदेश दिन्थे त्यसमाथि कारवाही गर्नुको निमित्त चाहिँ जुन ठाउँमा बसेको आशंका छ त्यो मुलुकलाई चाहिँ लेखेर चाहिँ अब उसलाई पक्राउ गर्ने कुरा असम्भव थिएन तर यहाँ कुरा के भयो भने जीवी राईलाई पक्रिनु भनेको चाहिँ पेन्डोराको बाकस खोल्नु जस्तै हो यहाँ को पर्छन् कोही बाँकी रहँदैनन् को पर्छन् र कोही बाँकी रहँदैनन् भन्दैमा जीवी राईलाई नपक्रिरहने सरकारप्रति नेपाली जनताले चाहिँ सहेर बसिरहलान् एक दिन त्यो धैर्यताको बाँध फुट्यो भने के हुन्छ धैर्यताको बाँध त अब 84मा चाहिँ फुट्यो भने फुट्यो होइन भने यहाँ नेपालमा जनता कम जनतै छैनन् के त्यस कारण जनताले चाहिँ होइन जनता जति त कारवाही गर्ला भन्नु नै भएन अहिले त खाडीमा मात्रै होइन अमेरिका अस्ट्रेलिया क्यानाडा जापान कोरियामा पनि ठुलो सङ्ख्यामा नेपालीहरू गएका छन् जनता जति सबै उतै छन् न उनीहरूले भोटिङ राइट पाएका छन् यहाँ जति जनताहरू बाँकी छन् त्यो सानो सङ्ख्यामा रहेको जनतालाई नेताहरूले विभिन्न कोणबाट प्रभावित पार्ने भन्ने सम्भावना भयो भनेपछि यो चुनावको पनि नतिजाको पनि खास अर्थ महत्त्व देखिँदैन होइन पत्रकारज्यू मेरो चाहिँ भनाइ के भने 84को चुनाव चाहिँ एउटा चाहिँ भविष्यको निर्देशक हुनेछ भन्ने मलाई लाग्छ अब 84मा पनि अघि तपाईँले सङ्केत गर्नुभयो यिनै पार्टीहरू चाहिँ भएर फेरि पनि हङ पार्लियामेन्ट हुने सम्भावना छ भन्नुभयो तपाईँले अब नेपाली जनताले फेरि पनि यिनै पुराना मान्छेहरूलाई नै साथ दिएर उनीहरूले नै जिते संसदमा फेरि पनि उनीहरू नै पुगे भने त नेपालको भविष्य केही समयको लागि अन्धकारमय हुने भयो पुग्ने सम्भावना देखियो होइन नेपाल सम्भावना चाहिँ किन भन्नुहोस् न विद्यादेवीको इन्ट्री पछि हजुर कतिपयले के भनेका छन् भने अब वाम एकता हुन्छ हिजोको नेकपा बिउतिन्छ त्यो हुने बित्तिकै त वाम घटकले अथवा चाहिँ वामपन्थीहरूले त बहुमत ल्याउने सम्भावना बढ्यो
त्यो नि चाहिँ त्यति बेला चाहिँ प्रधानमन्त्री त विद्यादेवी भण्डारी बन्नुहुन्छ। हेर्नुहोस्, यदि वाम एकता भएर चाहिँ वाम घटकले चाहिँ बहुमत ल्यायो भनेदेखि त त्यसको प्रधानमन्त्री त विद्यादेवी भण्डारी, नेपालले प्रथम महिला प्रधानमन्त्री होइन। अनि सम्भावना बढी छ। 9 महिने शासनकाल चाहिँ हामीले हेऱ्यौँ नेकपा एमालेको होइन, त्यसले पनि एउटा प्रभाव छोडेको थियो भने बहुमतको सरकारको नेतृत्व चाहिँ अब वामपन्थीले गर्दाखेरि देशको उन्नति होला भन्ने कुरामा हामी आशावादी हुन सक्छौँ है। विद्यादेवी भण्डारी यदि यो देशको प्रथम महिला प्रधानमन्त्री हुनुभयो भने देशले काँचुली फेर्न सक्छ भन्ने हो। देशले काँचुली फेर्ने सम्भावना हुन्छ, किनभने सबै नेताले बुझिसके कि जनता धेरै सहँदैनन् है। कुनै पनि बेला हामीलाई बङ्गलादेश बनाउँछन्, कुनै पनि बेला हामीलाई चाहिँ श्रीलङ्का बनाउँछन्। त्यस कारणले हामीले सचेत हुनुपर्छ भन्ने कुरा चाहिँ नेताहरूको दिमागमा परेको छ। फणीन्द्र नेपाल सर, तपाईँ धेरै नै आशावादी हुनुभयो कि होइन? अब निराश भएर पनि भविष्य छैन। हामीले आशा गरेरै जीवनलाई अगाडि बढाउने प्रयास गर्नुपर्छ, सकारात्मक हुन सिक्नुपर्छ भन्ने मेरो चाहिँ आग्रह हो कि। अब अघि हामीले चर्चा गरे जस्तो विद्यादेवी भण्डारी पनि त यदि केपी शर्मा ओलीकै इच्छाअनुसार अथवा नेकपा एमालेकै प्रभावशाली नेताहरू, खास नेताहरू, उच्च स्तरीय नेताहरूकै इन्ट्रेस्टमा त्यसरी प्रवेश गर्नुभएको हो भने त उहाँहरूकै निर्देशनमा उहाँले पनि चाहिँ शासन सत्ता चलाउनु होला भनेपछि के फरक आउला र? होइन, भोलि चुनाव भइसकेपछि वामपन्थीहरूको चाहिँ बहुमत आयो भने त्यसमा चाहिँ विद्यादेवी भण्डारीको पक्षमा कति होइन, त्यति बेला त के भने बहुमत त हो नि, त्यहाँ गुट होला भित्रभित्र आफ्नो ठाउँमा छ। तर के भने एउटा चाहिँ बहुमत प्राप्त प्रधानमन्त्री भयो नि त। त्यो एउटा स्थायी प्रधानमन्त्रीले केही गर्न सक्छ भन्ने सङ्केत हो। थाहै भएको प्रधानमन्त्रीले अब हिजो त नेकपा एमालेको नेतृत्वमा खास गरी केपी शर्मा ओलीको नेतृत्वमा नेकपा माओवादी पनि गएको अवस्था थियो। अब विद्यादेवी भण्डारी चाहिँ पार्टी अध्यक्ष हुनुभयो भने उहाँको नेतृत्वमा नेकपा माओवादी लगायतका अन्य वाम घटकहरू, अन्य पार्टीहरू, नेकपा एकीकृत समाजवादी त्यहाँ समाहित हुने सम्भावना चाहिँ देख्नुहुन्छ के? म अत्यधिक सम्भावना देख्छु म चाहिँ। विद्यादेवी भण्डारी राष्ट्रपति भइसक्नु भएको कारणले पनि उहाँको कद ठुलो छ, उच्च छ र उहाँलाई के भने नेपालमा कम्युनिस्ट पार्टी अफ चाइना सीपीसीको प्रभाव छ कम्युनिस्ट पार्टीहरूमा र उहाँलाई के भने सीपीसीले तपाईँले नेपालमा कम्युनिस्टहरूलाई एक गर्ने संवेदनकारी भूमिका खेल्न त्यो भूमिका तपाईँले खेल्नु पर्यो भन्ने कुरा त हामीले सुन्यौँ नि। सिनियर नेताहरूले के अरे कम्युनिस्ट पार्टीका नेताहरूले उहाँलाई भने भन्ने कुरा त, त्यस कारणले त्यसको पनि त एउटा प्रभाव छ। तर आगामी महाधिवेशनमा नेकपा एमालेमा एकचोटि फेरि नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै एक अर्को कार्यकाल अध्यक्षता चलाउने प्रयास त गर्नुहोला। त्यसकारण हामीले यो जे चर्चा गर्दैछौँ, जुन परिकल्पना गर्दैछौँ प्रथम महिला प्रधानमन्त्री, वाम एकता, यो अझै अब 5-10 वर्ष चाहिँ लाग्ने देखिन्छ होइन? यदि केपी शर्मा ओलीले फेरि पनि एकपटक चाहना गर्नुभयो भने। होइन, उहाँले चाहना गर्दामा हुनेवाला म देख्दिनँ। के उहाँले चाहनुभयो भने विद्यादेवी भण्डारी एउटा गुट हुनसक्छ अथवा उहाँको एउटा विचार हुनसक्छ, त्यसले केपी शर्मा ओलीलाई रोक्ने सम्भावना छ? अहिले नै नेकपा एमालेमा चाहिँ विद्यादेवी भण्डारीको पक्षमा बहुमत देखिसकेको छ, तपाईँले पनि त हेर्नुभएको होला नि सञ्जालमा। त्यसो भए अब केपी शर्मा ओलीको नेतृत्व विस्थापित हुनेवाला छ। विकल्पमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने सम्भावना बढ्यो। होइन, उहाँले अब चाहिँ महाधिवेशनसम्म कुर्नु परिहाल्यो, त्यस पछाडि चुनाव हुन्छ। चुनावमा तिगडमबाजी कसले गर्छ? चुनावमा त के हुन्छ भने अब यसैले जित्छ भनेर पनि भन्न सकिँदैन। तर व्यक्तित्वको हिसाबले चुनाव भयो भने विद्यादेवी भण्डारीले जित्नुहुन्छ भन्ने मेरो आकलन हो होइन। त्यो मेरो आकलन गलत हुन पनि सक्छ, किनभने मैले चाहिँ भनेको कुरा भविष्यमा कुरो हुँदैन। अब अन्त्यमा चाहिँ जम्मा 2टा विषयहरू चर्चित छन् यतिखेर। कुलिङ पिरियडको विषय छ, भ्रष्टाचार नियन्त्रणका लागि भनिएको छ। एउटा छोटो मिठो कुलिङ पिरियड हुनुपर्छ पर्दैन, अहिले 2 वर्ष प्रस्तावित गरिएको छ। 2 वर्ष प्रस्तावित गर्दाखेरि पनि अहिलेका निजामती कर्मचारीहरूले विरोध जनाएको अवस्था छ र त्यसको प्रभावस्वरूप अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले खुट्टा कमाएको भनेर प्रतिपक्षले आरोप लगाइरहेको अवस्था छ। यो एउटा। अर्को चाहिँ शिक्षा विधेयक यो असार 15 भित्रमै पास गर्ने जुन प्रतिबद्धता शिक्षकहरूलाई नेपाल सरकारले गरेको थियो, यही सिलसिलामा आज मात्रै शिक्षा मन्त्रीले सत्ता घटक नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर पनि आइसक्नु भएको अवस्था छ। यो 2टा विषयमा थोरै चर्चा गरौँ। यो कुलिङ पिरियड राख्नुपर्छ पर्दैन, जसरी हटाइनुपर्छ भनिएको छ निजामती क्षेत्रका कर्मचारीहरूले, यो किन भनेका होलान्?
के यदि यो कुलिङ पिरियड राख्यो भने अहिले भइरहेको भ्रष्टाचार रोक्न सक्छ भन्ने एउटा प्रश्न छ। यहाँबाट सुरु गरौँ। होइन, कुलिङ पिरियड 2 वर्षको कुरा छ। त्यो कारण कुलिङ पिरियड राख्नुपर्छ भन्ने पक्षमा छु म चाहिँ। किनभने सचिव छ, त्यहाँबाट चाहिँ अवकाश पायो अनि तुरुन्तै कुनै संवैधानिक निकायमा नियुक्त भइहाल्यो। अब तुरुन्तै नहुने मात्रै त फरक हो नि, 2 वर्षपछि हुन्छ भन्ने भएन। होइन, 2 वर्षपछि भनेको त धेरै विकल्प, व्यक्तिहरूमा विकल्प आयो के, छान्न पायो सरकारले। त्यसो भए यसरी भन्न सकियो जस्तो चाहिँ तत्कालीन प्रधानमन्त्री अथवा सत्ताधारीहरूले कुनै सचिव, मुख्य सचिवलाई कुनै काम गरिदिए बापत त्यो अवकाश प्राप्त भएको भोलिपल्टै म यहाँ नियुक्ति गर्छु भन्न पाएन, किनभने त्यो बेलासम्म त्यो सरकार रहन्छ रहँदैन, त्यो नेतृत्व सचिवलाई तपाईँ हामीलाई सहयोग गर्नुहोस्, तपाईँ सचिवबाट नियुक्ति के अरे अवकाश पाउने बित्तिकै तपाईँलाई फलाना देशको राष्ट्र के अरे राजदूत हो, अथवा लोकसेवा आयोगमा अध्यक्ष, अथवा के अरे निर्वाचन आयोगमा, अथवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा। त्यो खतरा थियो। कुलिङ पिरियड राख्यो भने टर्छ कमसेकम, किनभने 2 वर्षसम्म त्यो सरकार निरन्तरता, त्यो सरकारले निरन्तर नपाउने सम्भावना। त्यसले गर्दा के हुनुभयो भने सचिवले चाहिँ सरकारको दबाब त नटेर्ने भयो नि। 2 वर्षपछि के हुन्छ म आउँछु कि आउँदिनँ, म अहिले किन चाहिँ अनियमित काम गर्ने भनेर सचिवले चाहिँ अडान लिन सक्ने भयो। अब असार 15 भित्र चाहिँ शिक्षा ऐन, जुन विद्यालय शिक्षा विधेयक पास गर्ने सम्झौता थियो सरकार र आन्दोलनरत शिक्षकहरूका बिचमा, त्यो त पुरा हुने देखिएन। अब शिक्षकहरू फेरि आन्दोलित हुने सम्भावना हुनसक्छ। के सरकारले जुन सहमति गरेको थियो त्यो पुरा नहुनुमा अहिलेको जुन संसद अवरुद्धतालाई कारण देखाएर उन्मुक्ति पाउन सक्छ सरकार? सक्दैन। यो त म तपाईँलाई के भन्छु भने जस्तो चाहिँ एक दिन एक रातमा 24 घन्टा, 24 घन्टालाई 8 घन्टाको दरले विभाजन गरौँ होइन, त्यो रातको 12 बजेदेखि भोलिपल्ट बिहान 8 बजेसम्म चाहिँ संसद चलाएर यो शिक्षा विधेयकलाई चाहिँ होइन संसद चल्नै दिएनन्, अवरोध गरे भनेर अहिले हामीले जबरजस्ती पेलेर चलाइरहेका छौँ भनेर भन्यो भने त्यो पनि फेरि एउटा सत्यता हो। होइन हो, तर के भने अहिले राप्रपा र राष्ट्रपाले चाहिँ विरोध गर्दाखेरि संसद अवरुद्ध भएको त छैन नि, काम त भइरहेछ नि। अनि खालि त्यही विधेयक मात्रै किन अड्किने हो? यो चाहिँ शिक्षकमाथिको अन्याय हो र उनीहरूले आन्दोलन गर्छन् भने त्यसमा मेरो चाहिँ नैतिक समर्थन हुन्छ। अब अन्त्यमा फणिन्द्र नेपाल सर, तपाईँ भर्खरै चाइना पुगेर फर्किनुभयो, त्यो विषयमा हामीले अगाडि पनि अन्तर्वार्ता गरिसक्यौँ। तपाईँको पार्टी चाहिँ अब यो देशमा कसरी अगाडि बढ्छ खोइ केही गतिविधि छैन, तपाईँ चाहिँ एउटा विश्लेषक भएर बसे भइहाल्ने। ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, म त्यसको अन्तर्राष्ट्रिय विभागमा छु। अन्तर्राष्ट्रिय विभागमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तपाईँको अगाडि यहाँ ग्रेटर नेपालको नक्सा सहित त्यसको नाम पनि यहीँ छ। तपाईँ त्यसको अध्यक्ष हुनुहुन्छ? म त्यसको अध्यक्ष हो। र त्यो होइन, हाम्रो देशमा सयौँ हजारौँ पार्टीहरू खुल्ने, तर चाहिँ खास केका लागि खोल्छन्, खोइ देश विकास गर्नका लागि भनौँ भने त्यस्तो अहिलेसम्म भएको पाइएन। ग्रेटर नेपाल कम्युनिस्ट पार्टी चाहिँ ग्रेटर नेपालको मुद्दा पनि उठाउने गरी खुलेको, अरू कुनै पार्टी देख्नुभएको छ ग्रेटर नेपालको कुरा उठाउने? त्यस कारणले हजारौँ पार्टीमध्ये एक हो र अब्बल पार्टी हो ग्रेटर नेपाल कम्युनिस्ट पार्टी। यसले समयमा आफ्नो चाहिँ वर्चस्व, आफ्नो भूमिका देखाउँछ। 84मा तपाईँहरूले उम्मेदवारी दिनुहुन्छ? त्यो चाहिँ अब अहिलेसम्म निर्णय नभइसकेको कुरा हो। हस्, यहाँको समय विचारप्रति हामी आभार प्रकट गर्छौँ। अर्को भेटसम्मका लागि बिदा हुन चाहन्छौँ। नमस्कार। यो विषयमा बोल्ने अवसर दिनुभयो, तिता मिठा कुरा गर्ने अवसर पाएँ, त्यसका निमित्त म यहाँहरू सबैप्रति आभारी छु। धन्यवाद।